रगत देखियो। त्यसपछि फेरि चढ्दै जाँदाखेरि चाहिँ अब त्यो यतापट्टि साइडमा चाहिँ लास भेटियो क्या। कसको? दिदीको सोफामा थियो अनि त्यसको सोफा मुनि चाहिँ त्यो बुढोको थियो। भनेको दिदीले त्यहाँ साउको थियो, जागिर गर्नुहुन्थ्यो दिदीले। हजुर। त्यो साउले त्यो मान्छे मेरो छोरी मार्ने होइन, मेरो चाहिँ के लागेको छ कि त्यो साउले त्यो मेरो छोरी मार्दैन, उहाँलाई चाहिँ न त मेरो छोरी त हानेरै मार्यो भने त। अनि आशंका चाहिँ भित्र दुवैजनाको शव एकै ठाउँमा भेटियो। दुवैको एकै ठाउँमा भेटियो अनि दिदीको चाहिँ यहाँ टाउकोमा हम्बरले हान्यो कि केले हान्यो, एउटा खाल्टो थियो कि खाल्टो अनि रगत पनि छिटकै भित्ताभरि छरेको थियो कि। अनुहार हेरेपछि म बेहोस भयो। म जाने 15-20 मिनट जति त्यो स्कुल होइन, स्कुलको नजिक चौरमा म लड्दाखेरि त्यो कुन मैले त चिन्दैन को बहिनी 2-4 मान्छे आएर दाइ यस्तो नगर्नुहोस्, गम्भीर चोट भने घाउ लागेको चाहिँ यहाँको 3 यस्तो खप्पर यसरी फुड्या छ अरे, त्यहाँ ब्रेनमा चाहिँ रगत बसेर मृत्यु भएको छ भन्नुभएको छ डाक्टर साहबले। रिपोर्ट चाहिँ 1 हप्ता आउँछ भनेको के हो? सबैकै खाक बिस चिजकै सेवन गरेको भए त छात्नुपर्ने, अब लतर पतर कतै अब छटपटिनु पर्ने हो। अब हामीले चाहिँ मजाले सुतिरहेको जस्तो छ, सुताएको जस्तो छ, ड्रेस पनि पुरै चेन्ज गरेको छ कि। जब त्यसले मारेको अब रगतहरू पनि उछिटिन्छ कपडातिर प्यान्ट भेटेको छ कि भित्र खोज्दाखेरि प्यान्ट चेन्ज गरेर फेरि अर्कै प्यान्ट लाएर बसेको छ कि। शुक्रबार दिन बिहान 9 बजी चाहिँ छोरीले मलाई फोन गर्यो होइन। छोरीले फोन गर्दाखेरि चाहिँ अलिकता पासपोर्ट बनाउनुको लागि पैसा चाहिएछ बुवा भन्यो। म चाहिँ अब गाउँ आइतबार जान्छु भन्ने कुरो गरेको थिएँ मैले। अन्जना तामाङ चाहिँ सोफामा लडिरहेको अनि त्यो अब सञ्चालक चाहिँ भुइँमा लडिरहेको सिरानी हालेर चलो केही त्यस्तो घटना थियो। अनि बाहिरबाट चाबी फोरेको छ सर। अनि हामीले चाहिँ आशंका चाहिँ यस्तो गरेको उहाँको छोरी ज्वाइँ हुनुहुँदो रहेछ। अब मृतक हुने त्यो सञ्चालकको चाहिँ घाउचोट केही नै छैन, फेरि सिरानीमा टक्क सुतेको जस्तो आँखा हेरेको छ। अनि हम्मर चाहिँ बाहिर तल कुकुर मरेकै ठाउँमा छ। अनि कपडा नि चेन्ज गरेको छ त्यो मृतक बुढाले। अनि एउटा चाबी छ, चाबी एउटा मात्रै छ हल्दीमा, त्यो चाबी यो उताबाट बाहिर ला हुनाले गर्दा उनीहरूकै आशंका लागेर हामी यहाँसम्म आइपुगेका होस्। काठमाडौँ जिल्ला बुढा नीलकण्ठ नगरपालिका वडा नम्बर 4 पासीकोट 3 स्टार किङ्स जोन स्कुलको कम्पाउन्डभित्र रहेको सुनिता सिंह ठकुरीको 2.5 तलाको घरको पहिलो तल्ला घर भाडामा लिगी भारत चण्डीगढ घर भएका वर्ष अन्दाजी 54 को भारतीय नागरिक परम नारायणले पिक्चर टाथ नामक फोटो स्टुडियो सञ्चालन गरेकोमा उक्त फोटो स्टुडियोमा धादिङ जिल्ला गल्छी गाउँपालिका वडा नम्बर 6 स्थित घर भई हाल काठमाडौँ जिल्ला बुढा नीलकण्ठ नगरपालिका वडा नम्बर 4 पासीकोट डेरा गरी बस्ने अञ्जना तामाङ वर्ष अन्दाजी 28 की। अञ्जना तामाङ सोही फोटो स्टुडियोमा विगत 5-6 महिना अगाडिदेखि काम गर्दै आएकी अञ्जना तामाङ मिति 2082 2 को महिना 30 गतेका दिन निज अञ्जना तामाङ अबेरसम्म डेरा फर्की नआएपछि हामी घर परिवारको मानिसहरूले किन आएनन्, के परेछ, निज अञ्जना तामाङको मोबाइलमा फोन गर्दा मोबाइलमा फोन जाने तर फोन नउठाउने भएपछि निज अञ्जना तामाङ काम गर्ने फोटो स्टुडियोमा गई बुझ्दा सो स्टुडियो रहेको घरको मूल ढोकामध्ये एकवटामा बाहिरबाट तालचा लगाएको र अर्को ढोकामा भित्रबाट लक गरेको अवस्थामा रहेपछि ढोका नक गरी बोलाउँदा कोही कसैले प्रतिक्रिया नदिएपछि र ढोका पनि नखुलेपछि झन शङ्का लागि नजिकको प्रहरी तथा जनप्रतिनिधिज्यूहरूलाई खबर गरी उहाँहरूको उपस्थितिमा रातिको 9:40 बजेको समयमा उक्त ढोका फोडी हेर्नासाथ भर्याङमा सेतो रङको कुकुर टाउकोमा गम्भीर चोट लागि मरेको अवस्थामा देखिएको र त्यसपछि पहिलो तलाको बीचको कोठातर्फ जाँदा कोठा खुल्लै रहेको देखिएको र उक्त कोठामा रहेको सोफा सिटमा उता फोटो स्टुडियोमा काम गर्ने अञ्जना तामाङलाई टाउकोमा गम्भीर चोट पुर्याई मारेको अवस्थामा भेटिएको र सो फोटो स्टुडियो सञ्चालक परम नारायण मृत अवस्थामा लडिरहेको भेटिएको हुँदा सत्य तथ्य घटनाको छानबिन गरी पाऊँ भनी यो वक्तव्य जारी गरिएको छ। अञ्जना तामाङको बुवा हजुर सर। उहाँ बहिनी चाहिँ कान्छी छोरी। तपाईँको कुन चाहिँ छोरीको हत्या भएको भन्नुभएको छ? माइली छोरीको। हजुर। काठमाडौँ कहाँ हो? नारायण खान बोला चाहिँ त्यति पर्छ बुढा नीलकण्ठ त्यति आउँदा होइन टङ्काइले जान्छ, नत्र म यतै बस्छु जोरबारतिर। यो जुन घटना भएपछि म यो घटना कहिले भएको हो? यो शुक्रबार दिन सर त्यो 11 बजीदेखि चाहिँ हामीसँग सम्पर्क नभएको हो होइन। हामीले फोन गर्दा पनि रिसिभ नभएको हो। हजुर। 11 बजीदेखि घटना चाहिँ 1 बजीतिर 2 बजी होला जस्तो लाग्छ।
कहिले थाहा पाउनुभयो तपाईँले त्यसपछि साँझ थाहा पाउनुभयो हामीले फोनमा भएर मात्रै विदेशबाट बाहिर पनि फोन गऱ्यो आन्जना तामा खोइ आन्जना त छोरी त बुढी त मेरो बुढी त उसमै तपाईँको हामीसँग सम्पर्क भएन नि बुवा के भनेर बहिनी छोरी बहिनी चाहिँले पनि त्यही फोन गरेर रहेछ अनि मैले चाहिँ म पनि ड्युटीमा थिएँ होइन ड्युटीमा थियो अफिसतिर गइरहेको थिएँ म पनि पछि बच्चा हामी थाहा भएको चाहिँ बेलुका 6-7 बजीसम्म मात्रै थाहा भएको बच्चाको लागि मात्रै थाहा बच्चा नभएको भए थाहा नहुन्थ्यो बच्चा भएको कारणले चाहिँ स्कुलबाट बच्चाले चाहिँ उहाँ तपाईँको स्कुलको चाहिँ गाडीले त्यहाँ अफिसले गाडीले त्यहाँ ल्याएर दिनु मान्छे छैन नभएर फर्केर लानु बच्चा पनि हुनुहुन्छ कति वर्षको हुनुहुन्छ बच्चा एउटा 7 वर्ष हुन्छ नि 7 वर्ष एउटा 4 वर्ष छ दुईवटा बच्चा हुनुहुन्छ है हजुर हजुर ती बच्चाहरूलाई के छ थाहा छ मेरो मम्मी अब संसारमा हुनुहुन्न भन्ने छैन सर छैन मम्मी काममा गएको छ भन्नुभएको छ अरे मेरो छोरी श्यामासँगै बस्छ त्यो भयो उसले के थाहा बच्चा बिचरा होइन बहिनी तपाईँ पनि दिदीको जहाँ घटना भएको थियो घटनास्थलमा जानुभएको थियो सुरुमा हामी नै गएको ए प्रहरीलाई लिएर जानुभयो त्यो कस्तो अवस्था थियो ढोका खोलिएको थियो कि थिएन के थियो बताइदिनुहोस् त अलिकति सुरुमा ठ्याक्कै देख्ने ढोका चाहिँ जाली लागेको थियो भित्रबाट लक थियो अनि भित्रबाट लक थियो त्यो चाहिँ अनि प्रहरीहरूले अनुसन्धान अब अर्कै ढोका छ कि सायद भनेर खोज्दाखेरि चाहिँ उतापट्टि साइडपट्टि ढोका पायो त्यसमा चाहिँ तालजा लाग्थ्यो के तालजा लाग्थ्यो अनि अब जिम्मेवारी नभएसम्म चाहिँ तालचा फोड्ने कुरा भएन भनेर अर्काको घरमा तालचा फोड्ने कुरा भएन भनेर अब प्रहरीहरूलाई अब अध्यक्षहरूलाई त्यहाँको प्रतिनिधिहरूलाई फोन गरेर बोलाउनु भयो अनि फोन गरेर बोलाउनु आउनुभयो अनि आउनु भएपछि चाहिँ तालचा फोड्नु भयो यहाँ सुरुमा तालचा फोड्नु भयो अनि तालचा फोड्नेको दृश्य हेर्दा चाहिँ पहिला सुरुमै कुकुरको लास पाएको थियो त्यसको टाउकोमा गम्भीर चोट थियो रगत पनि लततम्मै थियो कुकुरको हजुर हजुर अनि कुकुरको रगत टाउको अगाडि ऊ पनि थियो कि हम्बर पनि थियो हम्बर पनि भेटेको थियो अनि त्यसको 1 स्टेप 2 स्टेप गरेर तल चढ्दाखेरि रगतको ऊ नै भेटेको थियो कि रगतको अब भनौँ न रगत देखियो त्यसपछि फेरि चढ्दै जाँदाखेरि चाहिँ अब त्यो यतापट्टि साइडमा चाहिँ लास भेटियो क्या कसको दिदीको सोफामा थियो अनि त्यसको सोफा मुनि चाहिँ त्यो बुढोको थियो भनेको दिदीले त्यहाँ साउको थियो जागिर गर्नुहुन्थ्यो दिदीले हजुर अनि आशंका चाहिँ भित्र दुवैजनाको शव एकै ठाउँमा भेटियो दुवैको एकै ठाउँमा भेटियो अनि दिदीको चाहिँ यहाँ टाउकोमा हम्बरले हान्यो कि केले हान्यो एउटा खाल्टो थियो कि खाल्टो अनि रगत पनि छिटकै भित्ताभरि छरेको थियो कि छरेको थियो त्यो दृश्य तपाईँले पहिलोपटक देख्नुभयो हजुर मैले पहिलोपटक हो जिन्दगीमा फर्स्टचोटि के छ आशंका प्रहरीले के भनिरहेको छ प्रहरीले त अब देख्ने घटना चाहिँ अब दुवैजना मरेको छ एउटाले मार्यो अनि अर्को चाहिँ आत्महत्या गरे जस्तो गर्नु भएको छ अब त्यसको लागि चाहिँ अब जसले आत्महत्या गर्नुभयो पुरुष हुनुहुन्थ्यो है हजुर भारतीय नागरिक भन्ने पनि छ नि हजुर भारतीय नागरिक त्यो प्रकृति कस्तो थियो पुरुषको शव चाहिँ आत्महत्या त आशंका हो हैन त्यो प्रकृति हुन्छ नि दिदीको त ह्यामरले हानेको जस्तो देखिएछ उहाँको चाहिँ कस्तो थियो उहाँको चाहिँ कस्तो थियो अब मजाले सुतिरहेको आँखा एउटा खोलेको छ अनि गर्दा चाहिँ यता टेढो भएर त्यो सिरानीमै सुतिरहेको छ के त्यसलाई अब विष खाएर त मर्नेको भन्न सक्दैन पुलिसले अनुसन्धान गर्दा चाहिँ डस्टबिनतिर कता विषको पोजिसनको प्लास्टिक भेटेको छ अनि अब दबाई सबैकै विष चिजकै सेवन गरेको भए त छाप्नुपर्ने अब लतर पतर कतै अब छटपटिनु पर्ने हो अब हामीले चाहिँ मजाले सुतिरहेको जस्तो छ सुताएको जस्तो छ ड्रेस पनि पुरै चेन्ज गरेको छ कि जब त्यसले मारेको अब रगतहरू पनि उछिटिन्छ कपडातिर प्यान्ट भेटेको छ कि भित्र खोज्दाखेरि प्यान्ट चेन्ज गरेर फेरि ऊ अर्कै प्यान्ट लाएर बसेको छ कि मर्ने ठाउँमा चाहिँ अनि भारतमा कोहीसँग कुराकानी भएको छ कि नै जो सब भेटाउनु भयो उहाँले केही छ सम्पर्क परिवारसँग उहाँको तपाईहरुले कुराकानी गर्नु भएको छ कि नै उहाँको सब बुझ्न पनि भारतबाट उहाँको परिवार कोही आउनु भएको छ कि अब त्यहाँ चाहिँ तत्कालीन भनेको चाहिँ छोरी ज्वाइँ आउनु भएको थियो अब उहाँको अफिसमा अब के अब फोटोग्राफी हुनुहुन्छ उहाँ चाहिँ उहाँको स्टाफहरू चाहिँ 3-4 जना आउनु भएको थियो पछि जब तपाई त महिलाले अझै आन्तरिक कुरा बुझ्छन् पनि भन्छन् एउटै रुममा भेटिएछ के थियो पहिला दिदीको त्यस्तो स्वभाव केही सम्बन्धहरू केही थियो
त्यस्तो केही पनि थिएन सर। अब सबै कुरा मलाई सेयर हुन्थ्यो। अब सुरुदेखिको अब त्यहाँ काम छ भनेर मलाई एउटा भाउजूबाट पाएको थियो अनि हामीले पुर्याएको त्यही दिन त्यो सँगै त्यो घरमा पुर्याएर हामी अब भनौँ न त्यहाँ चिनेको उहाँ त्यहाँ चाहिँ अब त्यो साउन साउनी दुवै थियो त्यतिखेर चाहिँ। अब त्यस्तो सम्बन्ध 5-6 महिना भयो। त्यस्तो सम्बन्धको बारेमा केही पनि यस्तो नराम्रो यस्तो उस्तो केही पनि भनेको थिएन कि हामीलाई। दिदीले चाहिँ केही पनि भन्नु भएको थिएन। बुवा तपाईँको छोरी त मृत भेटिनु भयो, ज्वाइँ चाहिँ कता हुनुहुन्छ? ज्वाइँ अब 11 तारिकमा चाहिँ दुबई पठाउनु भएको। उहाँ छोरी पनि भर्खर जानु हजुर यो 11 तारिक सर। छोरी पनि अब दुइटै छोरी ज्वाइँलाई एयरपोर्टसम्म पुऱ्याएँ। हजुर भित्र नचिने गफसफ गऱ्यो होइन। अब जाउँ दुःख पाएको मान्छे हो, बच्चा पढाउनु पर्छ खानुपर्छ भनेर चाहिँ मैले चाहिँ आफै चाहिँ मैले भने सबैले सहयोग मागेर खर्च व्यवस्था गरेर चाहिँ टिकट पारेर चाहिँ मैले चाहिँ 11 तारिकको 9/5 को फ्याट दुबई पठाउनु भयो। हजुर दुबई पठाइदिनु। दुबई पठाएको 5 दिनमै यस्तो भयो? हजुर ठ्याक्कै। त्यो भएर म अचम्मै घटना लागेको छ। यो चाहिँ के थियो पहिला छोरीले केही भन्नुहुन्थ्यो र आफ्नो श्रीमती ज्वाइँसँग केही झगडा सम्बन्धहरू? सर त्यो केही छैन। बडाबुडीको उनीहरूको प्रेम प्रीतिमा केही राम्रो छ सम्बन्ध। बच्चा पढाउनु पर्छ कमाउनु पर्छ होइन गर्नुपर्छ। हामी यसै गरी चाहिँ काठमाडौँ चाहिँ बच्चा खर्च गरेर पढायो भने भोलि बच्चाको भविष्य सुधार्नुपर्छ भनेर उहाँहरू चाहिँ मसँग चाहिँ धेरै गफ भइरहन्छन्। अनि हुन्छ गर्नुपर्छ। अब प्रहरीले के भन्नुभएको छ? प्रहरीले चाहिँ मैले अरू प्रहरीले चिनेको थिएन। अनि डिएसपी साहबले चाहिँ मैले चिनेको भेटघाट भएपछि त्यो भित्र मलाई आइसिबी भएपछि प्रहरीले चाहिँ अब मृत अवस्थामा लासै देख्यो मलाई। त्यो म चाहिँ 9-10 बजीतिरको होला पुगेर त्यहाँ त्यो ठाउँमा हुन्छ ठ्याक्क गयो। अब यो चाहिँ अब तपाईँ चाहिँ हेर्नुभयो। अब मैले उहाँले पनि भिडियो कल गर्नुभयो। भिडियो नगर्नु भन्नुभएको सर मेरो छोरी हो तर भिडियो कल गरिदिनु भने उहाँ डिजिटल होइन भिडियो कल गरिदिनु तपाईँ बाहिर गएर बस्नु दाइ भनेको होइन। मलाई त्यहाँ बेहोस छ त म त अब आँखै नदेख्ने हेर्दै म त ढल्ला जस्तो भइरहेको छ समय मलाई म बाहिर आएर बसेँ। पछि के भयो अब तपाईँको त्यहाँ चाहिँ छ्यानबिन के गऱ्यो उनीहरूले मुसुल उडाउनु थाल्छ। अनि सही गर्न आउनु रे म त जान सही गर्दैन। अब गाउँबाट मामा माइजूहरू आफ्नो दाजु भाइ सबै आउँदैछ उहाँहरूले पनि लास त्यहीँ मरेको मृत्यु अवस्थामै हेर्नु पाओस् भनेर मैले चाहिँ त्यो सरलाई भन्नुभएको थियो। हामी यसरी रोक्न सक्दैन। हाम्रो प्रहरीको जिम्मा हो। हामी प्रहरी जिम्मा हो। भोलि तपाईँहरूको केस अगाडि बढाउँछ लास चाहिँ हामी चाहिँ उठाएर हाम्रो जिम्मा हो। हाम्रो जिम्मा लगाएर हामी टिचिङमा लान्छौँ। हजुर पोस्टमार्टम गरेर पनि त्यहीँ राखिदिएछ। अब तपाईँको चाहना चाहिँ के छ? के भन्नुहुन्छ? के माग गर्नुहुन्छ? मेरो लागि त सर मैले भने मेरो छोरी मार्ने मान्छे कि त्यसको चाहिँ प्रुफ हुनु पऱ्यो होइन। पोस्टमार्टमबाट उसले नै मारेको आयो भन्दा त्यो रिपोर्टमा अब आयो भन्दा अब त्यो सबै कुरो थाहा हुने कुरो हो। त्यो रिपोर्टमा केही देखाएर चाहिँ मरेको छैन भनेदेखि कुनै बाहिरबाट उनीहरूकै सन्तान कुनै भनौँ न छोरी चाहिँ अथवा बुढीसँग उनीहरूले चाहिँ अब सिड्युल बनाएर चाहिँ होइन बाहिरबाट के गरिदिने हत्या गर्नु पनि सक्छ भन्ने चाहिँ मेरो एउटा धारणा। त्यसो चाहिँ अनुसन्धान गर्न पाऊँ भन्ने मात्रै मेरो सर यो। अवश्य पनि सत्य तथ्य छानबिन होस्। एउटा सानो बच्चा हुनुहुँदो रहेछ बहिनी। अब बच्चाले के भनिरहनु भएको छ? कसरी हेरिरहनु भएको छ? आमा त खोजिरहनु भएकोलाई पक्कै पनि। अब जसको फोन आए पनि आमा हो भनेर खोज्छन्। अब ठुलालाई त अब आमा त यस्तो भयो भन्दा चाहिँ अब के थाहा होइन त्यस्तो हो भन्ने लाग्छ होइन। अब सानो बच्चालाई थाहा छैन काममा गएको छ भन्छन् त्यही हो। अनि यो यस्तो हामीले शङ्का पनि गर्ने थिएन होला होइन। सायद यस्तो पनि छ कि एउटा यो अब योभन्दा कति दिन अगाडि 1.5 हप्ता अगाडि जति चाहिँ मोबाइल हराएको थियो दिदीको होइन। हजुर मोबाइल हराएको थियो। अनि यस्तो मोबाइल हराएको किन होला फेरि त्यही ठाउँमा भेट्या हो कि पुलिसले गर्दा अनुसन्धान के खोज्ने क्रममा भेटेको त्यो मोबाइल पनि होइन। अनि मेरो अब दिदीले पनि मलाई सबै कुरा सेयर गर्नुहुन्छ क्या। के अरे त्यो अब पासपोर्ट सासपोर्ट बनाएर अब उसले त फोटोग्राफी साउले बाहिर अस्ट्रेलियामा अफिस खोल्नुहुन्छ। अब खोल्दैछौँ। अब त दिदीले पनि काम आइसकेछ नि त एडिट गर्नलाई फोटोसुटहरूमा लग्नुहुन्थ्यो। अब बाहिर अफिस खोल्दैछु। अब त दिदीलाई पनि आउँछ। दिदीलाई पनि हामी अस्ट्रेलिया लगौँ कि के गरौँ भनेर हामीलाई एकचोटि सल्लाह
गर्नलाई बोलाउनु भएको थियो हामीलाई भनेर मलाई सल्लाह गर आफ्नो मान्छेहरूलाई सल्लाह गर भनेर भने रहेछ दिदीलाई अनि दिदीले चाहिँ हामीले सल्लाह गऱ्यौँ अब सल्लाह गरेपछि चाहिँ अब असैले कस्तो खालको भिसामा लाने भन्ने कुरा पनि भएको थियो होइन भिजिट भिसामा लान्छु अब भिजिट भिसामा यताउता सो देखाउनुपर्छ चाहिँ के भनेर त्यो पनि भनेको थियो कि कतै यसको अब घर त्यो साउको घर फ्यामिलीलाई थाहा छ कि छैन त्यो चाहिँ हामीलाई थाहा भएन कतै यो कुरा थाहा भएर पनि अब यस्तो गर्न सकिन्छ यस्तो घटना घटाउन सकिन्छ कि भन्ने एउटा हाम्रो आशंका हो अवश्य पनि हुन्छ बुवा अब सत्य तथ्य छानबिन हुँदैछ प्रहरीले गर्दैछ हामी पनि प्रहरी र न्यायपालिकासँग अपेक्षा राख्छौँ र ती साना 2 बच्चाको हेरफेर पनि पक्कै एउटा कुरा त त्यहाँ प्रश्न पनि छ होइन यदि हत्या नै भएछ भने त कसले गरेको हो परिवारले त्यो जिम्मा पनि त लिन्छ होला होइन त्यो हामी पनि अपेक्षा गरौँ ती साना बालबालिकाले पनि न्याय मिलोस् है हत्या नभए पनि होइन हत्या त गरिसक्यो नि त अब हत्या गरिसक्यो गर्ने पनि अब मरे त्यसले नै गरेको हो भनेदेखि त अब परिवारबाट त हाम्रो बच्चाहरूलाई हेरिदिने एउटा हुनु पऱ्यो नि त होइन बच्चाहरूको भविष्य बनाउने एउटा उचाइ नै ग्यारेन्टी त हुनु पर्यो ग्यारेन्टी एउटा हुनु पर्यो अब हामीले पनि अब उनीहरूले मार्नकै लागि राखेको पनि होइन नि त काम गर्नको लागि होइन अब यस्तै मारिन्छन् भने पनि थाहा थिएन समयमा तलब दिनुहुन्थ्यो समयमा तलब चाहिँ मजाले नि दिनुहुन्छ कि तपाईँको माग चाहिँ त्यही हो अब बच्चाको भविष्य सुरक्षित होस् त्यो बच्चाको भविष्य अब हेरिदिनु पर्यो त्यही हाम्रो त्यस्तो कुनै पनि अब त्यस्तै नेगेटिभली पनि सोचेको छैन होइन बच्चाको लागि मात्रै हो अब उसले अब रिपोर्ट के आउँछ होइन उसले मारेको हो भने त अब परिवारले त्यही हेरिदिनु पर्यो कि सर त्यही हो माग तपाईँहरूको हस् धन्यवाद हस् धन्यवाद शुक्रबार दिन बिहान 9 बजी चाहिँ छोरीले मलाई फोन गर्यो होइन छोरीले फोन गर्दाखेरि चाहिँ अलिकता पासपोर्ट बनाउनको लागि पैसा चाहिएछ बुवा भन्यो म चाहिँ अब गाउँ आइतबार जान्छु भन्ने कुरो गरेको थिएँ मैले अनि आइतबारको बिहान 9 बजे ठ्याक्कै 9 बजेर 5 मिनटमा फोन गर्यो आयो फोन उडाएँ अब बच्चा स्कुलमा लान्छु अनि स्कुल ल्याएर अनि म अफिसमा जान्छु बुवा भन्नुभयो त्यो भन्दाखेरि मैले हुन्छ ओके भएन मैले भनिदिएँ त्यहाँदेखि म पनि फेरि अफिसतिर गएँ अब अफिस गएर फेरि 5 बजी म चाहिँ अब रुममा गएँ रुममा जाँदाखेरि चाहिँ अब फोन गरेँ फोनै उडाएन फोन त गइरहेछ टुन गएछ फोन उडाएको छैन अनि के भयो त आज अफिस छुटिसक्यो नि 5 बजीसम्म त अफिस छुटेर अब बच्चा लिन जानु पनि फोन त सँगै हुन्छ किन चाहिँ यो फोन आएन भने फोन किन उडाएन भनेर चाहिँ मैले चाहिँ अनि शङ्कर लागेँ कहाँ कतै के भएको हो कि भन्ने एउटा शब्द चाहिँ मेरो चाहिँ दिमाग त्यही लाग्यो त्यहाँदेखि मैले जाने ज्वाइँ मेरो छोरी ज्वाइँ हुनुहुन्छ अनि मैले फोन गरेँ फोन गरेर ल अन्जनाले फोन उडाएन के भयो त्यसको रुममा गएर हेर्नु त त्यो रुममा चाबी छ कि छैन मान्छे कि केही बिमारी भएको कारणले हो कि न लडिरहेको छ कि बेहोस भइरहेको छ कि घरमै बिमारी भएको भए त अब घरमै हुन्थ्यो रुममै हुन्थ्यो त्यो रुममा छैन भने अनि काम गर्ने ठाउँमा गएर अब एकजना पनि नजानु प्रशासन लिएर त्यसको रुम त्यो जुन काम स्टोर फोटो स्टोर काम गर्ने त्यो सबको रुममै गएर चाहिँ प्रशासन लिएर जानु भनेर मैले उहाँ ज्वाइँ छोरीलाई भनिदिएँ म त जोरबारी बस्छौँ अनि तुरन्त उहाँहरूले चाहिँ अब छोरी ज्वाइँले चाहिँ ठ्याक्क अनुसन्धान गर्दै रुममा चाबी लगाइरहेछ रुममा कोही छैन छोरी पनि छैन बच्चा त स्कुलतिरै लिएर अब स्कुलतिर राखिदिएर रहेछ उहाँहरूले फोन गरेर ल्याउनु भएको रहेछ अनि पछि लास्टमा अनि उहाँहरूले पुलिसले प्रशासन लगाएर चाहिँ त्यो जुन काम गर्ने फोटो स्टोरमा जाँदाखेरि चाहिँ अनि तपाईँ तल लागेको रहेछ बत्ती बालेको छ भन्नुभयो तर म त 10:30 बजी मात्रै पुगेँ हो पछि पढाउ लिएर गएँ अनि उहाँले आन्सर बुझ्दै हेर्दाखेरि त मान्छे चाहिँ लडिरहेको छ छोरी एकतिर चाहिँ अब उसमा सोफा सेटमै मरिरहेछ एकतिर साउ त मरिरहेछ अनि त्यो चाहिँ आन्सन मैले चाहिँ अनि सबै सिधै भन्यो डिएसपी आउनु भएर छ डिएसपी साहबले मैले के भन्यो डिएसपी साहब यसको सत्य तथ्य चाहिँ यो तपाईँले चाहिँ स्पष्ट रूपमा तपाईँले यसको चाहिँ नेम यो चाहिँ कारबाही अगाडि बढाउन तपाईँले सत्य तथ्य स्पष्ट रूपमा तपाईँले के हो भनेर चाहिँ सत्य तथ्य चाहिँ मलाई दिनै पर्छ ल तपाईँले के गर्नुपर्छ तपाईँ डिएसपी साहब हो तपाईँको जिम्मेवारी छ भन्ने मैले भन्दाखेरि हुन्छ हामी अब प्रशासनको जिम्मा त्यही हो हामीले गर्छौँ हामी यहाँले के गर्नुपर्छ हामीले अब केही आयो भने हामी गरौँला भन्ने कुरो भएको थियो होइन त्यहाँबाट मैले त्यति मलाई अनि मैले चाहिँ भन्ने चाहिँ होइन मेरो गाउँको चाहिँ उहाँको मामाहरू अब अङ्कलहरू फुबाहरू सबै आउँदैछन् अब 1.5 घन्टा मात्रै पर्खिनु सर भन्दा पनि पर्खिनु सकेन तपाईँहरू हामी यहाँ बस्नु सक्दैनौँ हाम्रो प्रहरीको जिम्मा हो हामी लगेर जान्छौँ भोलि कारबाही अगाडि बढाउनु तपाईँहरूको काँधबाट अगाडि बढाउनुहोस् हामीले जिम्मा लगेर जानु भन्नुभयो
अनि त्यो भएपछि मैले बाहिर आएर चाहिँ म अलिक बेहोस जस्तो भयो। बेहोस भइसकेपछि मैले त्यो बच्चा अनुहार हेरेपछि म बेहोस भयो। म जाने 15-20 मिनट जति त्यो स्कुल होइन स्कुलको नजिक चौरमा म लड्दाखेरि त्यो कुन मैले त चिन्दैन को बहिनी 2-4 जना मान्छे आएर दाइ यस्तो नगर्नुहोस् के हुँदैन। अब नहुँदा घटना भइसक्यो। अब यो घटनामा अब हामी तपाईँ पनि त्यस्तो भयो भने त अब कसको मात्रै घटना हेर्ने भयो त्यो बहिनीले पनि भन्नुभयो। अनि त्यहाँ एकछिन पानी लिएर खुवाएर म चाहिँ ठिक भयो। लास्ट टाइममा चाहिँ अनि मलाई डे हिसाबले उहाँ बोलाउनु भयो कि आउनु माथि लास्ट उठाउने काममा तपाईँ चाहिँ त्यहाँ गर्नु भएन। मैले मोबाइल फोटो पनि खिचिएको छ मेरो सर यो सब मेरो छोरीको र यो घटनाको बारेमा चाहिँ मैले यो मोबाइलमा भिडियो कल गरिदिनु भयो। यहाँ भिडियो कल पनि डे हिसाबले गर्नुभएको छ। त्यति चाहिँ मैले चाहिँ देखेको चाहिँ मैले खास गरी ऊ चाहिँ अब छोरीको चाहिँ टाउकोमा यत्रो घाउ तपाईँको यहाँ मैले रिपोर्टमै तपाईँको पोस्टमार्टममा चाहिँ डाक्टर साहबले के भन्नुभएको छ नि भित्र केही पनि छैन प्रचण्ड केही छैन तर गम्भीर चोट भने घाउ लागेको चाहिँ यहाँको 3 यस्तो खप्पर यसरी फुर्या छ अरे त्यहाँ ब्रेनमा चाहिँ रगत बसेर मृत्यु भएको छ भन्नुभएको छ डाक्टर साहबले। रिपोर्ट चाहिँ 1 हप्ता आउँछ भनेको के हो उहाँले चाहिँ त्यो भन्नुभएको छ मलाई। अनि मैले चाहिँ यो चाहिँ खास यो मान्छेको कि उसको सन्तानले कुनै साइडी लगाएर मार्नु सक्छ होइन। तर त्यो मान्छेले त्यो साउले भनेछ त्यो साउले त्यो मान्छे मेरो छोरी मार्ने होइन। मेरो चाहिँ त्यही लागेको छ कि त्यो साउले त्यो मेरो छोरी मार्दैन। उहाँलाई चाहिँ छोरी उहाँ साउले के भन्नुभएको छ कि तिमी दुःखी छौ गरिब छ तिमीलाई म एकदम तिम्रो बच्चा पढाउने काम गरेर तिमीलाई खर्च बिर्जा सबै हुन्छ तिरै तलबाट हुन्छ भन्ने कुरो उहाँले चाहिँ त्यो जानकारी चाहिँ मेरो कान्छो छोरा पनि हुनुहुन्छ उहाँसँग चाहिँ बार्गिङ हुनुभएको थियो। म गएनन् उहाँलाई गएर बुझ्न साउसँग कुरो तिमी पढ्यो मान्छे हो भनेर उहाँलाई पढाइदिएँ। अनि उहाँलाई पनि बताइदियो साउले हामीसँगबाट केही हुँदैन छोरीलाई केही गर्नुपर्छ हामी गर्छौँ चिन्ता नगर्नु बाबु तिमी माइत जिम्मेवारी बस्नुपर्छ भन्नुभएको थियो। अनि किन अस्ट्रेलिया जाने अरे अस्ट्रेलियाको लागि 7 लाख म पैसा हाल्छ मै तलैबाट कमाएर मेरो पैसा वापिस गरिदिनुहोस् भन्ने पनि एउटा उहाँ छोरालाई पनि भनेको छ। उहाँ फोनमा छोरीले पनि फोन गरेको छ फोनमा अनि उसको कन्टिन्यूमा खाता नम्बरमा पनि पैसा हाल्ने कुरो पनि भएर त्यो हालेको हाइलाइन त्यो त अब त्यो नागरिकता पनि भेटेको छैन होइन। नागरिकताबाट सञ्चालनबाट चाहिँ नागरिकता पनि खोजी गरेर त्यहाँ चाहिँ उसको खाता नम्बर के छ त्यो पनि हेर्नु पऱ्यो सर। मेरो चाहिँ यो कुरो त्यो अनि बच्चालाई क्षति वा अब मर्यो नि त मरेको चाहिँ पुरै स्पटै हुनु पऱ्यो दोषीलाई कारबाही गर्नु पऱ्यो होइन। अनि बच्चाको चाहिँ क्षतिपूर्ति चाहिँ दिलाइदिनु पऱ्यो नेपाल सरकारले। मलाई चाहिँ यति बोल्न आउँछ सर। अब त्यो क्षतिपूर्तिलाई नेपाल मृत्यु भयो त्यसमा त्यो त मैले चाहिँ भनेको अब नेपाल सरकारले होइन दिलाइदियो भने उसको त अब केही घावै छैन कसरी मर्यो उहाँ त त्यतिकै ढलेर मर्यो हो नि त। मेरो छोरी त सिधै हानेरै मारेको देखिया छ हानेको र मारे भएपछि उसको त त्यतिकै मरेको त त्यसको चाहिँ अब के प्रमाण छ त कि बिख खाएर मऱ्यो भने त्यसको रिपोर्टै आउनु पऱ्यो होइन। न त मेरो छोरी त हानेरै माऱ्यो हो नि त। मेरो छोरीको चाहिँ अनुसन्धान चाहिँ गर्नु पाऊँ त्यति मात्रै सर। हजुर त्यो अनुसन्धान गर्नु पऱ्यो सर। अब न साइडी लगाएर मार्यो हो कि न हो आफैले मारेको त्यसको चाहिँ हामीले नेपाल सरकारबाट चाहिँ छानबिन गर्नु पाऊँ भनेर म त्यति चाहिँ मैले बोल्नु चाहेको छु सर। म त नमस्ते भन्दा पछि पुगेको थिएँ म भित्र छिर्न दिएन अनि पछि भित्र पठायो। अनि भित्र छिर्दाखेरि कुकुर तल साइडको गेट छेउमा चाहिँ कुकुर मृतक भेटेको थियो। हम्मर पनि हम्मर पनि त्यहीँ रहेछ। अनि माथि जाँदाखेरि अन्जना तामाङ चाहिँ सोफामा लडिरहेको अनि त्यो अब सञ्चालक चाहिँ भुइँमा लडिरहेको सिरानी हालेर चलो केही त्यस्तो घटना थियो। अनि बाहिरबाट चाबी फोरेको छ सर। अनि हामीले चाहिँ आशंका चाहिँ यस्तो गरेको उहाँको छोरी ज्वाइँ हुनुहुँदो रहेछ अनि अस्ट्रेलिया पठाइदिन्छु भनेर आशा देखाएको रहेछ। उहाँको मिलमतमा उहाँहरूले केही घटना गर्नुभयो कि बुढी टर्कीमा रहेछ बुढीसँग राम्रोसँग सम्बन्ध त्यति ऊ छैन रे भनेर सुनेको थियो। अनि उहाँहरूले घटना अब हेर्दाखेरि बाहिरी यतापट्टिको साइडमा गेटमा चाबी लगाएको छ एउटा गेटमा चाहिँ भित्रबाट चुक्कुल लगाएको रहेछ। त्यो अनुसारले उतापट्टिको ढोकाकोमा चुक्कुल लगाएको छैन भित्रबाट बाहिरीबाट चाबी छ। अनि हामीले पुलिसलाई भन्दाखेरि अब यो भित्रबाटै लक गरेको छ हामीले शङ्काको ऊ छैन हामीले यो बाहिरी घटनाहरू देखिँदैन भनेर भन्नुहुन्छ। हामीले बुझ्दा चाहिँ अब त्यो बहिनी नानी बुहारीलाई अस्ट्रेलिया पठाइदिन लाग्यो। अब यो बुढोले त्यति ऊ गर्यो भनेर शङ्काले उहाँहरूले मान्छे लगाएर अथवा उहाँहरूकै उसमा रोभरमा यो घटना भयो कि जस्तो देखिन्छ हामीले चाहिँ
अनि पुलिसले त्यसो भन्नुहुन्छ अनि हजुरहरूले त्यही भएर यसको छानबिन गरिदिनु पर्यो भनेर हामी चाहिँ यहाँसम्म आइपुगेको हो। होइन हाम्रो त अब घटना अब बुहारीलाई त्यो अब हतियारले हानेरै मारेकै छ। उहाँ त मर्नुभयो। उहाँको आफ्नो आमा त त्यो सञ्चालक त्यो कम्पनी उहाँहरूको दर्ता छ नि त। दर्ता हुनाले गर्दा उहाँहरूको आफ्नो आफन्त बच्चा सानो छ पढाइदिनु पऱ्यो पढाउन्जेल अनि पालन पोषण यताउति हेरिदिनु पऱ्यो भन्ने माग हो हाम्रो चाहिँ। आफन्त उहाँको सालो रहेछ अनि छोरी चाहिँ हुनुहुँदो रहेछ। यो छोरी चाहिँ बौद्ध बस्दो रहेछ। अनि त्यही भएर चाहिँ उहाँहरूले त्यो छोरीलाई अब हल्का फुल्का थाहा रहेछ यो कुरो अस्ट्रेलिया पठाइदिनु लाग्यो अनि ब्याङ्क खाता नि खोलिदिएको छ भनेर भन्ने कुरो सुनेको थियो हामीले। अनि त्यो नागरिकता नि छैन। अनि त्यो यसो लागेको जस्तो लागेपछि उहाँहरूले अब मान्छे लगाएर यताउति घटना हो कि बाहिरी उतापट्टि साइडको गेटको ढोका तालचा लगाएको बाहिरबाट चुकुल लाखेन भित्रबाट अनि अगाडिको यता मेन ढोका चाहिँ भित्रबाट एउटा चुकुल मात्र लगाएको। हजुर त्यही उहाँहरूले अब रकम यताउति त्यो मान्छेसँग लाग्यो यताउति यो रकम उता ऊ हुनुभयो भनेपछि उहाँहरूले अब घटना गर्यो कि मिलेर घटना गराइदियो। दुईजना उसलाई नै मारिसकेपछि त शङ्का भएन नि त। अब मृतक हुने त्यो सञ्चालकको चाहिँ घाउचोट केही नै छैन। फेरि सिरानीमा टक्क सुतेको जस्तो आँखा हेरेको छ। अनि हम्मर चाहिँ बाहिर तल कुकुर मरेकै ठाउँमा छ। अनि कपडा नि चेन्ज गरेको छ त्यो मृतक बुढाले। अनि एउटा चाबी छ। चाबी एउटा मात्रै छ हल्दीमा। त्यो चाबी यो उताबाट बाहिर ला हुनाले गर्दा उनीहरूकै आशंका लागेर हामी यहाँसम्म आइपुगेका होस् हजुरहरूले। अनि यसको छानबिन अब प्रहरीले अब भन्नुहुन्छ उहाँहरूले घटना उनीहरू दुईजना बिचमा भएको हो भनेर भन्नुहुन्छ। चाबी लगाइरहेको छ बाहिरबाट अब यतापट्टिको अनि त्यो बाहिरबाट गरेर निस्किएको हो कि भन्ने कुरो छ। झ्यालहरू चाहिँ बन्दैछ सर भित्रबाट। अगाडिको दुईवटा मेन ढोका रहेछ। एउटापट्टिको भित्रबाट चुकुल लगाएको छ। एउटाको चाहिँ साइडको चाहिँ बाहिरबाट चाबी लगाएको हुनाले गर्दा घटना उहाँहरूकै भित्री मान्छे उहाँहरूकै मान्छेबाट मार्फतबाट भएको हुनसक्छ भनेर हामीले पुलिस प्रशासनलाई भन्दाखेरि पुलिस प्रशासनले त्यो होइन जस्तो कुरो गर्नुभयो। रिपोर्टिङ त्यो जाहेरी पनि लिनु मान्नु भएन त्यो। अनि हामीले चाहिँ त्यतिसम्म भनेर अनि यो पत्रकार सम्मेलन गर्नसम्म आइपुगेको आज। नमस्कार, मेरो नाम सुमित्रा तामाङ। म मृतकको चाहिँ बहिनी हो। बहिनीको नाम? दिदीको नाम अन्जना तामाङ हो। काठमाडौँ जिल्ला बुढानीलकण्ठ नगरपालिका वडा नम्बर 4 पासीकोट 3 स्टार किड्स जोन स्कुलको कम्पाउन्डभित्र रहेको सुनिता सिंह ठकुरीको 2.5 तलाको घरको पहिलो तला घर भाडामा लिगी भारत चण्डीगढ घर भएको वर्ष 54 को भारतीय नागरिक परम नारायणको पिक्चर प्याज नाम फोटो स्टुडियो सञ्चालक गरेको उक्त फोटो स्टुडियोमा धादिङ जिल्ला गल्छी गाउँपालिका वडा नम्बर 6 स्थित घर भई हाल काजी बुढा नगरपालिका वडा नम्बर 4 पासीकोट डेरा गरी बस्ने अन्जना तामाङ वर्ष 28 की अन्जना तामाङ सोही फोटो स्टुडियोमा विगत 5-6 महिना अगाडिदेखि काम गर्दै आएको अन्जना तामाङ मिति 2082 2 को महिना 30 गतेका दिन निज अन्जना तामाङ अबेरसम्म डेरा फर्किनआएपछि हामी घर परिवारको मानिसहरूले किन आएनन् के परेछ निज अन्जनाको मोबाइलमा फोन सम्पर्क गर्दा फोन मोबाइलमा जाने तर फोन नउठाउने भएको निज अन्जना तामाङ काम गर्ने फोटो स्टुडियोमा गई बुझ्दा सो स्टुडियो रहेको घरको मूल ढोका मध्ये एकवटा बाहिरबाट तालचा लगाएको र अर्को ढोकामा भित्रबाट लक लगाएको अवस्थामा रहेको ढोका नक बोलाउँदा कोही कसैले प्रतिक्रिया नदिएपछि र ढोका पनि नखुलाएपछि झन शङ्का नजिकको प्रहरी तथा जनप्रतिनिधि ज्यूहरूलाई
खबर गरी उहाँहरूको उपस्थितिमा राति 9:40 को समयमा उक्त ढोका फोडी हेर्न साथ भर्याङमा सेतो रङको कुकुर टाउकोमा गम्भीर चोट लागेको अवस्थामा फेला परिएको थियो। भित्रबाट अनि झन् माथि तलको बीचमा कोठातर्फ जाँदा कोठाको खुलै रहेको देखियो र उक्त कोठामा रहेको सोफा सेटमा उता फोटो स्टुडियोमा काम गर्ने अन्जना तामाङलाई टाउकोमा गम्भीर प्रहार गरिएको र त्यो मृतक परमनारायण ग्रिल चाहिँ मृतक अवस्थामा फेला परिएको छ र ऊ कसरी मरियो त्यो चाहिँ थाहा छैन। उहाँले चाहिँ गम्भीर चोट केले हत्या गर्यो थाहा छैन हैन। अब टाउकोमा गम्भीर चोट थियो, रगत पनि लत्तापत्ता थियो। हजुर, ए बुढा नीलकण्ठ पासीकोट बस्दै आएको थियो। त्यही अफिसभित्र काम गरेको थियो, पिक्चर प्याज। हजुर, प्रहरीले छानबिन त गरिराख्नु भएको छ, तर अलि छिटोभन्दा छिटो गर्नु पर्यो भन्ने हाम्रो ऊ छ, माग छ। भारतीय नागरिकबाट पनि हत्या भयो भन्ने पनि छ, हत्या पश्चात आत्महत्या भन्ने पनि छ। तर त्यो अब पोस्टमार्टम आएको छैन, आत्महत्या हो कि के हो त्यो हामीले अहिलेसम्म बुझेको पनि छैन हैन। अब पोस्टमार्टमको रिपोर्ट के हुन्छ त्यसपछि चाहिँ थाहा हुन्छ होला। तर त्यस्तो सम्बन्ध केही पनि थिएन सर हैन। त्यस्तो सम्बन्ध हो भने काम गर्ने ठाउँमा त्यस्तो सम्बन्ध पनि कहिले पनि राख्दैन। त्यस्तो सम्बन्ध राख्ने पनि थिएन कि बच्चाहरूको लागि भनेर एउटा काम गर्नलाई गएको थियो कि। एकजना युवतीको हत्या भएको छ, यो ठुलो केस हो, ठुलो मुद्दा हो, यो मुद्दा उठान गर्नै पर्छ भनेर मैले उहाँको परिवारजनलाई भनिसकेपछि उहाँले रिपोर्टर्स क्लबमा आज पत्रकार सम्मेलन आयोजना गर्नुभएको छ। अन्जना तामाङको हत्या कसरी भयो प्रहरीले अनुसन्धान गर्नुपर्छ। नेपाल सरकारलाई मैले आग्रह गरेको छु। म गृहमन्त्री रमेश लेखकलाई पनि भन्न चाहन्छु, एकजना नारीको हत्या भएको छ, भारतीय नागरिकले हत्या गरेको छ। उहाँहरूको भनाइअनुसार यो हत्याकाण्डका पछाडिका पात्रहरू को छन्, कसरी यो हत्याकाण्ड भयो, यसको तथ्य सत्य बाहिर आउनु पर्यो, दोषीलाई कारबाही हुनु पर्यो। उहाँहरूको माग भनेको पहिला त अन्जना तामाङको हत्या किन भयो, के कारणले भयो, कसले गर्यो, किन गर्यो, पहिला अनुसन्धान गर्नु पर्यो। नेपाल प्रहरीले दोषी पत्ता लगाउनु पर्यो। दोषी पत्ता लगाइसकेपछि अनि कस्तो कानुनी कारबाही गर्ने भन्ने कुरा त राज्यको कुरा हो, कानुनको कुरा हो। त्यसैले पहिला त दोषीलाई पत्ता लगाउनु पर्यो। यसको पछाडिको अन्तर्कथा के छ, कसरी हत्या भयो त, उहाँको हत्या भएको छ, त्यसपछि त्यो भारतीय नागरिकको पनि आत्महत्या भएको छ। रहस्यमय भयो क्या यो हत्याकाण्ड। यसको इतिवृत्तान्त अब उहाँहरूले कति भन्न सक्नुहुन्छ, तपाईँले प्रश्न सोध्नुहोस्। मेरो चाहिँ सबै सञ्चारकर्मी साथीहरूलाई एकपटक यो घटनाको बारेमा, यो हत्याकाण्डको बारेमा राम्रोसँग हामीले समाचार सम्प्रेषण गरौँ, दोषीलाई कारबाही हुनुपर्छ भन्ने मेरो माग हो। मैले बारम्बार भनेको छु, हाम्रो देशमा नारीमाथि पछिल्लो समय महिलामाथि झन् हत्याहरू बढिरहेछ, दुर्व्यवहारहरू बढिरहेछ, बलात्कारको घटना बढिरहेछ। तर अन्जना तामाङको हत्याकाण्ड प्रकरणमा चाहिँ दोषी को छ पहिला पत्ता लगाउनु पर्यो। त्यसैले उहाँको परिवारका सदस्यहरूले अब अन्जनाको बहिनी, उहाँले कति बोल्न सक्नुहुन्छ, उहाँलाई तपाईँ प्रश्न सोध्नुहोस्। कहिलेदेखि त्यहाँ जागिर खानुभएको थियो, त्यो सबै कुरा इतिवृत्तान्त उहाँले बताउन सक्नुहुन्छ। त्यसैले मेरो चाहिँ सञ्चारकर्मी साथीहरूलाई अनुरोध, यसलाई राम्रोसँग समाचार सम्प्रेषण गरेर म एउटा जिल्लावासी, अन्जना तामाङको धादिङ जिल्ला मेरो घर, त्यसैले मैले यसलाई
होइन म बुझिरहेको छु किन हिजो राति उहाँहरू आउनुभयो म आज बिहानदेखि मिटिङमा छु मैले गहिरोमा गएर तपाईँहरूलाई मैले राम्रोसँग अध्ययन गरेर बुझ्न पाएको छैन म बुझिरहेको छु मैले सुरक्षा निकायसँग बुझिरहेको छु वास्तविकता के हो तथ्य सत्य बाहिर ल्याउनुपर्छ दोषीलाई कारवाही गर्नुपर्छ